नमस्ते हजुरहरूलाई स्वास्थ्य सम्बन्धी डे 3 मा धेरै स्वागत छ। डे 1 र डे 2 को भिडियो मैले हालिसकेको छु। यदि हजुरहरूले हेर्नु भएको छैन भने एकचोटि अवश्य गएर हेरिदिनु होला, हजुरलाई धेरै मद्दत हुनेछ। र पहिलो नम्बरमा रहेको छ आँखा दानपछि उपयोग हुने भाग चाहिँ क्रोनिया हो। हामीले आँखा दानहरू दियौँ भने त्यसपछि उपयोग हुने भाग चाहिँ क्रोनियाको उपयोग हुन्छ। बढी औषधि प्रयोग गर्दा देखा पर्ने असर चाहिँ टोक्सिसिटी हो। हामीले धेरै औषधिहरूको प्रयोग गऱ्यौँ भने हामीलाई टोक्सिसिटी देखा पर्छ। इसिजी नामक यन्त्र मुटुको परीक्षणका लागि प्रयोग गरिन्छ। इसिजी यन्त्र चाहिँ के को लागि परीक्षण गरिन्छ भनेर हामीले सोध्न सक्छ। मुटुको परीक्षणका लागि प्रयोग गरिन्छ। एएनसी भन्नाले बच्चा जन्मनु अघि गरिने हेरचाहलाई बुझिन्छ। एएनसी भनेको के हो भनेर सोध्न सक्छ। एएनसी भनेको चाहिँ बच्चा जन्मिनुभन्दा अघि नै हामीले गर्ने हेरचाहलाई एएनसी भनिन्छ। गर्भवती महिलाले कम्तीमा 4 पटक एन्टिनेटल चेकअप गराउनु पर्दछ। यदि कोही गर्भवती महिलाहरू हुनुहुन्छ भने उहाँले 4 पटक चाहिँ एन्टिनेटल चेकअप गराउनु पर्दछ। लो बर्थ वेट भन्नाले जन्मदा 2.5 केजी भन्दा कम तौल भएको बच्चा हो। अब कसरी भन्छ मेरो त लो बर्थ वेट भयो बच्चाको भन्दाखेरि त्यो भनेको चाहिँ 2.5 भन्दा कम तौल भएको बच्चाहरूलाई लो बर्थ वेट भनिन्छ। नेपालमा पहिलोपटक कानुनी रूपमा मृगौला प्रत्यारोपण गराउने व्यक्ति चाहिँ को हुन् भन्दाखेरि हेमराज श्रेष्ठ हुन्। यो तहन धेरै महत्त्वपूर्ण छ। मानव मुटुको फैलाउने तथा खुम्चिने क्रियालाई सञ्चालन गर्न जडान गरिने यन्त्रलाई पेसमेकर भनिन्छ। सिटी स्क्यानमा सिटीको पुरा रूप चाहिँ कम्प्युटेड टोमोग्राफी हो। हामीलाई यो पुरा रूप कहिलेकाहीँ सोध्न सक्छ। सौर्य किरणबाट उपचार गर्ने विधि के हो भनेर यो धेरैचोटि प्रश्न आइरहेको छ। यसको एन्सर रहेको छ हेलियोथेरापी। सामान्यतः बच्चा जन्मिएको 3 महिनापछि उसको तौल दोब्बर हुन्छ। बच्चा जन्मिएपछि र उसको 3 महिना पुगेपछि चाहिँ उसको तौलहरू दोब्बर हुँदै जान्छ। स्वास्थ्य विषयक मानिसको सामान्य तापक्रम 98.6 फरेनहाइट हुन्छ। सानो आन्द्राको लम्बाइ हाम्रो शरीरमा सानो आन्द्रा जुन हुन्छ त्यसको लम्बाइ चाहिँ करिब 5 मिटर जति हुन्छ। आँखाको साइलेन्ट किलरलाई जलबिन्दु भनिन्छ। नवजात शिशु भन्नाले 28 दिनभित्र नवजात शिशु भन्नाले 28 दिनभित्रकोलाई भनिन्छ भने शिशु भन्नाले 1 वर्षभित्रकोलाई र बाल भन्नाले चाहिँ 5 वर्षभित्रकोलाई बुझिन्छ। मानव मस्तिष्क सम्बन्धी विज्ञानलाई चाहिँ न्युरोसाइन्स भनिन्छ। सन् 1848 बेलायतमा पब्लिक हेल्थ एक्ट जारी गरिएको थियो। जनस्वास्थ्य सम्बन्धी पहिलो कानुन बनाउने देश चाहिँ बेलायत हो। शरीरमा 3 प्रकारका मांसपेशी हुन्छन् जसमा स्केलेटल, स्मुथ एन्ड कार्डियक भन्ने हुन्छ। श्वास प्रश्वासको गति मस्तिष्कको मेडुला अब्लाङ्गेटाले निर्धारण गर्छ। हामीले श्वास प्रश्वासको गतिहरू हुन्छ नि यो चाहिँ मस्तिष्कको मेडुला अब्लाङ्गेटाले निर्धारण गर्दछ। अक्सिजनको मात्रा कमी भएमा मानिसको शरीरमा निलोपन देखिन्छ। अब अक्सिजनको कोही मानिसहरूको